झन्डै राख्न लगायो लडिसक्यो दुईटै भाले खुट्टा र जुत्ताकै खालको कालो कालो भोलि काममा जान्छु भने बेलुका मात्रै मासु गाडी त अनि जाने हो त जम्सुले खाने हेर्नुहोस् रोकेर पढ्नु होला यहाँनिर के लेख्छु म बाचिन्जेललाई यो सर्टिफिकेट लेखेर हुन्छ मैले लेमिनेसन गरेर लिएको छु के हो नबोली हिँडेछ त के सुनेको त्यसरी खोइ पर्यो खोइ सानो सानो कहाँ यो पलाएको छैन भने झन्डै राख्न लगायो के को आयो हौ के भएर आयो आँखा माथि छ है मान्छे त रक्सी खाएर दिनु भइहाल्छ हो के गर्यो आज मलाई त गोठ सारियो भुइँसीको पत्कर छोडेर लगाइयो सुँगो लगाएँ काम गरियो नि हो र म त पत्याउनु मन लाग्दैन त्यसरी काम गरेको हुन्छ त ए हजारमा सो हेलो एभ्रिवान वेलकम ब्याक माई न्यू डे न्यू ब्लग आइपुग्दा एकदमै सन्चै आराम हुन्छ भन्ने आशा गर्दछु अनि म पनि एकदमै सन्चै छु भन्नुपर्छ भर्खर म चाहिँ साथीहरू अफिसबाट आएको लुगा पनि फेरेको छु होइन अहिले चाहिँ 6 बजिसकिरहेको छ 5 बजीसम्म अफिस साथीहरू घर आउँदा 6-7 बज्छ अब टक्क कपडा फेर्नु पर्ने हुन्छ नि आज चाहिँ परेवाको बच्चा खाने प्लानिङ छ रहेछ घरमा चाहिँ अनि त्यही हो आज हामी परेवाको मासु बनाएर खानेछौँ भिडियोलाई अन्त्यसम्म हेर्नु होला च्यानल सब्सक्राइब गरिदिनुहोस् भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला अनि लाइक गर्नुभएको छैन भने लाइक गर्नु होला त साथीहरू अनि भिडियोलाई सेयर गरिदिनु होला गर्छु अन्तिमसम्म हेरेर माया गरिदिनु होला है त साथीहरू जुत्ता आमालाई पढायो भने लडिसक्यो दुईटै उसको नानी प्लास्टिकको हजुर मामा कति पर्दो रहेछ नानी यो 220 अरे मामा हजुर चढेको छैन के लुकायो तिमीले फेरि मैले के पैसा लुकायो क्या छाट्नुपर्छ 6 नम्बर भन्दै 6 नम्बर ल्याइदिएको जति छ कोहीको छ भने ठुलो पो होला मोटोबाट कि सानोबाट दुईटा भाले पाएन खुट्टा र जुत्ताकै खालको भयो खुट्टा र जुत्ताकै खालको भयो कालो कालो होइन ठिकै छ खबले भएन नि दुटा त खबले राख्नु पर्छ है ठिकै हुन्छ क्या होइन आफूलाई त्यो नसाहरूलाई अनि घर बस्दा त्यो लाउनु पऱ्यो त्यो भन्दा पनि सानो पो ल्याउनु पर्ने छ क्यामेरा लाउनुलाई घरमा चुजको लाग्यो अनि त्यो हिरोमा त भइहाल्छ नि मलाई नानीको हिरोमा जाने त हो नि रापट्टिको लागि 2-4 दिन मेरो पर्सि त निकोर्से अहिले आउँछ म चाहिँ भोलि पुऱ्याउनु पर्छ ल न बहिनी र भान्जा भान्जी नानी हो मलाई त्यो गला काट्यो त भोलि म पर्सि चाहिँ म पर्सि आयो भने भोलि काममा जान्छु भने बेलुका मात्रै अब यति बेला त्यो मात्रै आइपुग्छ नि हुन्छ है भानि कति आज भोलि मङ्गलबार राम्रो गरे आज सोमबार पनि थियो कति कमाउनु भयो पैसा यसपालि तपाईँहरूको बार्ने बार त शुक्रबार चलाउँछु कति कमाउनु भयो यसपालि मैले अस्तिको पाला 19,200 यो पाला चाहिँ 7,000 जति होला मेरो त्यति भए पनि त काम यसो बिमारी भए कहिलेको के गर्नु कहिले के गर्नु पता
छोडो उसले पनि छोडो मान्छेले लिएर आयो त्यस्तै त्यो डाकाहरूले जे जे गर्नु पानी फेरि त्यो डाकाले जे जे गर्नु त्यो त सुन्नु नि भयो फेरि कहिले काम मान्छेलाई लागेको हेर्ने सुन्ने माथि आएर माथि बुढी मान्छे पुरानो हो अब त्यो भने यस्तो सबै कुरो जुन बेला भने त्यो बेला खानु खानु पाउने मलाई मोमोलाई के को भयो मलाई दुईवटा चाहिँ याद आउँछ रहेछ तिनवटा कुरो याद आउँछ यो मान्छेले के गर्नु नामा मासु भेटिन्छ फेरि मासु भेटिन्छ मासु खाएकै छ त भन बुध मङ्गलबारे पुग्यौँ मङ्गलबारमा बसाइभयो बुधबार बसाइभयो ता खोज्यो मासु छैन फेरि टोक्ने सबै त मासु थुप्रो हुन्छ भन त्यहाँ त्यसो भनेपछि अब यो बाटो नजाउँ यो तल्लोबाट जानुपर्छ सिन्तामबाट मासु मिठो मैला पुगेन होला ल्याउँदैन हजुर यहाँ पुगेन ल्याउँदैछ होइन जिन्दगी चाहिँ यसै मान्छेले नकमा भयो नि तपाईँले त्यो बेलाको 22,000 पैसा बेलटामा गाडीमा अन्त यस्तै हो त चम्चीले खाने आधीले खान्छु कुकुरले मेरो भात खानु पाइन्छ उहाँहरूले के हुन्छ पर्दैन होला बिरालोको बच्चा छोडेर आमा त्यो बारीसम्म गएर चाहिँ बिरालो नरे त स्विट गर पक्लास र हाम्रो कुरा करा म त अझै जिउँदै पो छु त भाइ परेको छु क्वेसनहरूको एकदम आयो छ सुखा हो पुग्यो खाऊ नानी हो मेरो दिएको मैले भोलि आफै खानु म चाहिँ खान्छु म त कराईमा खान्छु अब खाएको कुरो हिजो पहिले हिजो त यो ठाउँमा दिनभरि पहिले खोज्नु हुन्छ होला दादा बिरो भने खाने
यति त अलिकति लगाइदिन्छ भोलि बिहान दिनुपर्छ फेरि बिहान बिरालो आयो ल कता गएको यो आयो तिमीलाई तिमीसँग आयो हड्डी फालिसक्यो भनेर खोजेको साह्रै खत्तम भइसक्यो यहाँ भातहरू यहाँ आइज त यहाँ भातहरू त यहाँ कति छ यहाँ भात तिउन कति छ के साह्रो यहाँ के यहाँ गरेको हौ उठ्दैन रक्ततिर म त खराब गर्छ अलि तल बढेर एक भाइ अर्को लिएर आएको खराब ती बेला ऊ पर खेलिदिएको थिएँ त्यति आएन हिजो त अरूले आज त अरूले पकाएको छु नुन लाएर अब त जाड गर्मी लागिसक्यो असारमा मात्रै बिहान भोलि यता भाँडाघर मागेर थुपार्नुपर्छ त्यहीँको भैँसीलाई खोले त्यहीँको भैँसीको तलको सोर्नु झ्यास सोर्नु अनि अस्ति त म भैँसी पाल्नु सक्दैन भने त म भैँसी पाल्छु किन्ने भैँसी पाल्छु जान्छु चाकर चाकर छैन नि गयो चाकर होइन कि खोले एक बाल्टी त्यति खान्थ्यो भैँसी कि नाम लियो कि के लागेको खोले मात्रै खाएर निर्गमन गरेर भोलि फुक्दै गफ गर्ने के गर्ने म त सुत्ने हिँडेको है आउनु है सुत्नु आऊ है निरु म त सुत्नु लागेँ ल साथीहरू अब खाना खाइयो आज परेवाको सुपसँग निकै दिनमा परेवाको मासु खाइयो अनि सुत्न लागेको अघिसम्म चाहिँ मासु भात नखाउँ लागिरहेको थियो पुरा टाउको दुखिरहेको थियो अनि फेरि आफैले पकाएँ तरकारी पकाएपछि त फेरि परेवाको मासु भनेपछि त खाना त पर्यो होइन साथीहरू आइया फेरि आफू पऱ्यो मासु लगर अनि मासु भएपछि त खानेकुरा त खानु परिहाल्यो के गर्नु साथीहरू भिडियोमा 50 भ्युज गर्दैन र पनि भिडियो चाहिँ बनाउन छोडेको छैन मैले कम्तीमा पनि 50 भ्युज त कट्नुपर्छ नि यार के हो पारा यस्तो के हो देख्न सक्नुहुन्छ मेरो कोठाको डेकोरेसन यहाँ चाहिँ मलाई एउटा नेपालको झन्डा राख्नु मन छ यहाँनिर नेपालको झन्डा अनि के राख्नु मन छ नेपालको झन्डा मेरो युट्युब च्यानलको नाम टक्कै राख्नु मन छ अनि मेरो जति पनि प्रमाणपत्र सर्टिफिकेटहरू छ यहाँनिर फ्रेम बनाएर राख्नु मन छ तर के गर्नु साथीहरू फ्रेम बनाउने पैसै छैन मैले एउटा डकुमेन्ट लेमिनेसन गर्नुसम्म चाहिँ पैसा भयो साथीहरू आज एउटा डकुमेन्ट चाहिँ मैले लेमिनेसन गरेर लिएर आएको छु म तपाईँहरूलाई देखाउँछु ल जुन अस्ति विराटनगरमा हामी तालिम गएको थियौँ त्यसको मेरो प्रमाणपत्र आइसकेको छ टक्कसँगले देख्न सक्नुहुन्छ केटो हिरो छ नि साथीहरू हिरो लेमिनेसन गरेर टक्क लिएको छु मैले यसलाई यो सर्टिफिकेट चाहिँ मेरो म बाँचिन्जेललाई काम दिन्छ साथीहरू के छ सर्टिफिकेटमा देख्न सक्नुहुन्छ हेर्नुहोस् रोकेर पढ्नु होला यहाँनिर के लेखेको छ भनेर टक्क लाएर सर्टिफिकेट आइसक्यो यो सर्टिफिकेट चाहिँ मेरो जिन्दगीभरिलाई यति भएपछि म बाँचिन्जेललाई यो सर्टिफिकेटले काम दिन्छ मैले लेमिनेसन गरेर लिएको छु मलाई चाहिँ यसको फ्रेम बनाएर राख्नु मन छ तर अलिक महँगो पर्दो छ फ्रेम बनाउनलाई धेरैवटा छ क्या सर्टिफिकेट 4-5वटा छ यस्तो मेरो सर्टिफिकेटहरू त्यसको चाहिँ फ्रेम बनाएर राख्नुपर्ने छ यो फेरि सर्टिफिकेट मात्रै भएर हुँदैन साथीहरू काम पनि गर्न सक्नु पऱ्यो इम्प्लान्टको यो चाहिँ खासमा चाहिँ इम्प्लान्ट ट्रेनिङको अब यसको काम पनि चाँडै स्वास्थ्य संस्थामा सुरु गर्नुपर्ने छ है त दिस इज माई एनदर सर्टिफिकेट साथीहरू अब म सुत्छु अनि भोलि बिहान उठेर फेरि ड्युटी जानुपर्ने हुन्छ त्यही हो अब 4-5वटा छ मेरो यस्तो यो सर्टिफिकेटहरू यसलाई चाहिँ म फ्रेम बनाएर राख्छु मेरो सपना चाहिँ हो यहाँ टक्क यहाँनिर फ्रेम बनाएर टक्क
यहाँ ट्याप्पै राख्ने अनि यहाँ नेपालको झन्डा एउटा राख्ने सपना छ, त्यो पनि म चाँडै पुरा गर्छु। सबैजनालाई गुड नाइट, सी यु नेक्स्ट ब्लग। धेरै बोलिसकेँ, भिडियो जोर लाग्न सक्छ तपाईँहरूलाई। बाई बाई साथीहरू।